115औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा मेरो केही भनाइहरू। व्यवस्था परिवर्तन गर्न सङ्घर्ष गरेका महिलाहरूको अवस्था परिवर्तन गर्न पनि हामी सङ्घर्ष गर्नुपर्दछ। नेपालमा महिला अधिकारको लागि सङ्घर्ष गरेको पनि 1 शताब्दी बितिसकेको अवस्था छ। सती प्रथा दास प्रथाको अन्त्यका लागि धेरै सङ्घर्षहरू भएको पाइन्छ। विक्रम सम्वत 1974 सालमा योगमाया न्यौपानेले महिला जागरण समिति गठन गरी महिला आन्दोलनको सुरुवात गर्नुभएको थियो। उक्त महिला आन्दोलनको जगमा वर्तमान अवस्थामा आन्दोलन अगाडि बढिरहेको पाइन्छ। त्यस अवस्थामा योगमाया न्यौपानेले लेख रचना मार्फत समाजमा रहेका विकृति विसङ्गतिको आवाज बुलन्द गरेको देखिन्छ, जसको परिणामस्वरूप विक्रम सम्वत 1977 सालमा चन्द्रशमशेर राणाले सती प्रथाको अन्त्य भएको घोषणा गर्न बाध्य भएका थिए। योगमाया न्यौपानेले त्यस बखत नै पुरुषहरूका समान अधिकार महिलाले पनि पाउनुपर्छ भनी माग गर्नुभएको पाइन्छ। विधवा महिलाले चाहेमा अर्को विवाह पनि गर्न पाउने र महिलाले धर्म संस्कृतिका वेदका पुस्तकहरू पनि पढ्न पाउनु पर्छ भनी माग राख्नु भएको थियो। त्यति बेला योगमायाले उठाएका महिला समानता, हक अधिकार र समाज परिवर्तनको कुरा विक्रम सम्वत 2007 को प्रजातान्त्रिक आन्दोलनका बेला पनि सशक्त ढङ्गबाट साना प्रधान, मङ्गला देवी सिंहले महिला समानता, महिलाका हक अधिकारका माग उठाएका थिए। विक्रम सम्वत 2015 सालको आम निर्वाचनमा द्वारिका देवी ठकुरानी उम्मेदवार हुँदा पनि महिला समानता, महिला अधिकार बारे महिलाको मुद्दा उठाएर आम निर्वाचनमा विजयी हुन सफल हुनुभएको थियो। विक्रम सम्वत 2046 सालको राजनैतिक परिवर्तनको जनआन्दोलन भयो र 2047 सालमा संविधान निर्माण गरियो। नेपाल अधिराज्यको संविधानको 114औं धारामा प्रतिनिधि सभाको निर्वाचनमा कम्तीमा 5% महिला उम्मेदवार बनाउनु पर्ने बाध्यता पनि महिला आन्दोलनको सफलता मानिन्छ, तर त्यो प्राप्त भने थिएन। विक्रम सम्वत 2062-63 सालको जनआन्दोलनपछि राज्यको नीति निर्माण तहमा महिला सहभागिताको आवाज सशक्त हुँदै गयो र राज्यको संसदमा 33% महिला हुनुपर्छ भन्ने मान्यता स्थापित गरियो। नेपालको संविधानले राजकीय पदहरूमा पनि लैङ्गिक समावेशीकरणको मुद्दालाई स्थापित गरेको पाइन्छ। राज्यको राष्ट्रपति र सभामुखमा महिलाको उपस्थिति हुनु पनि सामान्य कुरा भने थिएन, तर ग्रामीण क्षेत्रका महिलाको अवस्था भने अझै सुधार हुन भने सकिरहेको छैन। राज्यमा कानुन छ, तर कार्यान्वयन भने अझै हुन सकिरहेको छैन, जसले अझै धेरै महिलाले महिला हक अधिकार पाउन भने सकिरहेका छैनन्। राज्यको महिला आयोग स्थापना भए पनि जुन उद्देश्यले काम र कर्तव्यका निम्ति महिला आयोग स्थापना गरिएको थियो त्यो अनुसार आयोगले पूर्णता पाएको भने छैन। राज्यको महिला आयोगलाई अधिकार सम्पन्न गराउनु पर्छ। नेपाली महिलाका विशिष्ट चुनौतीहरूलाई सम्बोधन गर्न पनि महिला आयोगको स्थापना भएको मानिन्छ, तर महिला आयोग आज राजनैतिक पार्टीहरूका कारण छायामा पर्दै गएको देखिन्छ। हामीले महिला आयोगलाई संवैधानिक आयोग माने पनि अहिले आयोग दोस्रो कोटीमा पर्दछ। नेपालमा राज्यको संवैधानिक आयोगहरूका काम, कर्तव्य, क्षेत्र, अधिकार, स्रोत साधनमा स्वायत्तता र व्यवहारमा नियन्त्रण गरेको पाइन्छ। राज्यको महिला मन्त्रालयको एउटा महाशाखा जस्तो गरेर महिला आयोगलाई साँघुरो घेरामा राखिँदैछ। महिला आयोगलाई पर्याप्त आर्थिक स्रोत साधन उपलब्ध गराई महिलाको मुद्दालाई सम्बोधन गर्नु आजको माग हो।
महिला सशक्तिकरणको सवालमा हाम्रो समाज पितृसत्तात्मक मान्यताले ग्रस्त भएको समाज हो। हामीले समाज परिवर्तन गरी महिला सशक्तिकरणको मुद्दालाई उठाउनु आजको माग हो। राजनीतिमा महिलाको भूमिकालाई प्रभावकारी बनाउनु पर्छ। हामीले महिलाका राजनैतिक, सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा पछाडि परेका महिलालाई विशेष महिला समानता, हक अधिकार साथै महिलालाई धेरै अवसर दिलाउनु पनि हामीले प्रभावकारी भूमिकाको विकास गर्नु जरुरी भइसकेको छ। महिलाका मुद्दाका सवाल। पटक पटक व्यवस्था परिवर्तन भए तापनि राज्यले महिलाको पक्षमा धेरै कार्यक्रमहरू सार्वजनिक गरेको पाइन्छ। स्वास्थ्य, शिक्षा, रोजगारीका सवालमा महत्त्वाकांक्षी योजना वर्षेनी सार्वजनिक भएको पाइन्छ। महिला समानता, समावेशीकरण, महिलाको हक अधिकारका पक्षमा संविधानमै उल्लेख गरिएको छ। विभिन्न चरणमा बनेका राज्यका ऐन कानुन एवं नीतिहरू महिला मैत्री भएको देखिन्छ। दूरदराजका ग्रामीण गाउँका महिलाको आर्थिक सशक्तिकरण, आय स्तरमा वृद्धि, स्वास्थ्य, शिक्षामा पहुँच बढाउन जसरी काम हुनुपर्ने हो त्यो प्राप्त हुन भने सकिरहेको छैन। त्यसैले सुखी नेपाली, समृद्ध नेपालको नाराले सार्थक बनाउन पनि राज्य सरकारले विशेष भूमिका खेल्नुपर्ने हुन्छ। नेपालको संविधान 2072 को धारा 38 ले राज्यको हरेक निकायमा महिलाको समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेको देखिन्छ। नेपालका ठूला राजनैतिक पार्टीका विधानमा महिला अधिकार भनिए पनि कार्यान्वयन त भने फितलो पाइन्छ। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालको जनसङ्ख्या 2,91,64,64,578 जना मानिस मध्ये महिलाको जनसङ्ख्या 1,49,11,027 जना महिला रहेको देखिन्छ। उक्त भनाइलाई आधार मान्य हो भने पनि महिला 51.2% भएको तथ्याङ्क बोल्दछ। तर पनि राजनीतिक पार्टीका लिडरहरूको चेतना स्तरमा केही कमी भएकाले उच्च पदहरूमा महिला लिडर स्थापित हुन भने सकिरहेका छैनन्। यसकारणले पनि राजनीतिमा महिला सशक्तिकरण गर्नुपर्ने बेला आएको देखिन्छ। 2078 को जनगणना अनुसार नेपालको साक्षरता दर 76.2% छ भने पुरुष साक्षरता दर 83.6% रहेको देखिन्छ भने महिलाको साक्षरता दर 69.4% देखिन्छ। राज्यले निरक्षरता दर घटाउन, प्रौढ कक्षा साक्षरता लगायतका अनौपचारिक शिक्षामा आर्थिक लगानी बढाउनु पर्ने हुन्छ। त्यस्तै उद्यमशीलता, व्यापार व्यवसायमा महिलाको सहभागितामा वृद्धि गर्न सरकारी योजना प्रभावकारी देखिँदैन। सुखी नेपाली, समृद्ध नेपालको नारालाई सार्थक बनाउन पनि घर घरमा महिलालाई लगानी गरी घर घरमा महिला उद्यमी बढाउनु पर्दछ। महिला सशक्तिकरणको निम्ति पनि उद्यम व्यवसाय खोल्न पनि राज्यले आवश्यक नीतिगत व्यवस्था, तालिम, पुँजी, प्राविधिक साथै बजारीकरणमा महिलालाई प्रोत्साहित गर्न हरेक स्थानीय तह, प्रदेश तहका सरकारले महत्त्वाकांक्षी योजना ल्याउनु पर्दछ। महिलाको नाममा घर जग्गा राख्दा छुट दिने योजना सफल भए पनि महिला उद्यमशीलता र व्यापार व्यवसायमा राजस्व करमा छुट दिने नीति भने छैन। नेपाली समाजमा व्यवस्था परिवर्तन भयो तर नेपाली महिलाको अवस्था परिवर्तन भएन। व्यवस्था परिवर्तन गरेका महिलाहरूको अवस्था परिवर्तन गर्न पनि हामी लड्नु पर्दछ। मेरो यो भनाइ कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला। हस्त, नमस्कार।